कस्तो मजाको यो सल्लाहहरू पनि कस्तो दामी हो सरिलो सरिलो पारे सबै सल्लाहको जग्गा हो यहाँ चाहिँ सल्लाह हाइटमा हामी अब ठुलो डाँडामा जाँदैछौँ सल्ट लेक सिटीबाट चाहिँ सल्ट लेक स्ट्रोम माउन्टेन हुँदै अब यो कुन ठाउँमा कुन टपमा पुगिन्छ अब हेरौँ होइन अझै टपमा गइँदैछ दामी यस्तो दामी यस्तो दामी छ माथि माथि यस्तो उकालै जाँदैछौँ हामी त उकालै बाटो पनि कस्तो सानो बाटो हुँदो रहेछ यस्तो बाटोमा उकालै जाँदैछ यता चाहिँ एन्टी लाइट पऱ्यो नि त फेरि एन्टी लाइट परेर आउँदैन सनग्लास त मलाई नहुने रहेछ झ्याप्पै पार्दो रहेछ हेर्नु त अब सूर्य अस्ताउँदैछ त डाँडाबाट होइन सूर्य अस्ताउँदैछ यो सूर्य अस्ताएको भ्यू हेर्दै हुन्थ्यो सूर्य अस्त यस्तो यस्तो दामी हेर त आम्मामा हामी त सोममा हिँड्ने मान्छेलाई त यस्तो त पुरै ठाडो उकालो यस्तो ओ माई गड तल हेर भने त कहाँ कहाँ छ त यस्तो हेर्नु न बाटो ओ माई गड अरे यस्तो बाटो त खतरा दामी अलि उँधो उँधो देखाउ तपाईँ चाहिँ उँधो उँधो नहेर्नु है यस्तो दामी बाटो क्या कता कता छ भन्दै गाडी कुदाउँदा सिधा रोडमा हेरेर उ गर्नु है तल कस्तो डर लाग्दो खाडी मेरो खुट्टै उचालिसक्यो ठ्याक्क गाडी मात्रै हट्ने रहेछ क्या बाटो म चाहिँ फेरि यस्तोमा चाहिँ अगाडि बस्न डरले मरिहाल्छु त्यो उँधो हेर न कस्तो किन चाहिँ हेर्नु पर्यो अनि एकदम साहसिक ड्राइभ गर्ने रहेछ यस्तो दामी रहेछ अझै त भन्ज्याङमा पुगेपछि त्यहाँ टपको लागि गाडी तल त यो अर्कै खालको रहेछ भाइ कस्तो सुरिलो सुरिलो रुखहरू पनि हो ठ्याक्कै 2 लेनको गाडी आँट्ने एउटा गाडी मात्रै आँट्ने नि उताबाट गाडी क्रस हुँदा त पुरै डरै मर्नु हुने रहेछ हौ हाम्रो 4वटा गाडी छ अगाडि 2वटा पछाडि एउटा छ हामी 4वटा गाडी खतरा यात्रा हुँदैछ पछाडि एउटा आउँदैन यता यस्तो छ कि हिमालको यस्तो भ्यू छ यहाँ थोरै यस्तो जाँदैछौँ हामी अब हामी फाइनली टपमा आइपुग्यौँ टप यो भन्ज्याङमा आइपुग्यो लाकुरी भन्ज्याङ भन्दा खतरा रहेछ लाकुरी अमेरिकाको लाकुरी भन्ज्याङ आइपुग्यो ए लाकुरी अरे ए यस्तो पार्किङमा छैन खतरा क्या उता चाहिँ सोनामा जान्छ जस्तो परेको छ डरमा उयो त राख्नु नो पार्किङ भन्दो रहेछ
यसले निकाल्छ होला नि फेरि यता यता अलिक यता घुमाएर हो